हेलो सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानल देउकी राई मुकबाङमा। आज चाहिँ अनि म र सजना बुनु त्यसवाला मोमोको खानेछौँ। अनि यहाँ के छ, पुरी पनि छ, अनि यहाँ अचार, यहाँ खोइ के को तरकारी, यो नामै थाहा छैन, खोइ तरकारी भनेर भनौँ, तरकारी मात्र भनौँ, तरकारी। अनि यहाँ छ सलाद, पियाज, कागती हामी ल। अनि यहाँ मोमो छ, हामी चाहिँ खानेछौँ है त। खाऊ सुरु गर, आज उल्टा हातले खाऊँ होला, खानेछौँ। कस्तो हुन्छ है त, अचार धेरै लाएर खाऊँ न त। जानु भएछ त पिर मेरो यो तरकारी दाम नि होला, खोर्सानी त कति पिरो। खोर्सानी त लास्टै पिरो, पेट चाहिँ पोल्ने होला यति बेला। पुरी खाऊँ न, पुरी त उयो भइसक्यो त। पुरीको हालत मेरो चाहिँ अरट्ठै भएछ, उसको चाहिँ गिल्लो न गिल्लो। यो चाहिँ अरट्ठै हो। के हो त सरी आउँदैन। हामीलाई नानीलाई उल्टा हातले कस्तो लाग्यो। के भन्नु देख्दैन। पाउनु 5 मिनट भइसकेछ। खर्साउनु पर्छ होला। आस्ताले रिसाउँदै चाख्नु पनि थिएन। ए हो सबै यहाँ के आउनु यो त खानु भएन हैन। कति पसिना आएको हेर्न नआएको त्यहाँदेखि आगै सको है।
आयो म त सक्दैन पिरो चाहिँ भयो लास्टै कति बेर म त खोर्सानी त छुनु सक्दैन चाउमिनमा यसलाई खाएको भए खाइसँग यति दिमाग नाका यसरी खानु सक्दैन र दामी के हो यो लिएर आउला आमै बेच्छ परवाल त होइन अर्कै हो हामीलाई त यसरी गरेर खानु ल छिटो छिटो सामा गर्नु ढिलो गर्नु अब साथी त भयो आएन म त भयो यो मिठो भयो खाऊ Digo, come. हुन्छ आजको भिडियो यति नै अर्को भिडियो लिएर आउने नै छौँ आजको लागि टाटा बाई